माफी चाहन्छु, हजुरहरूले माफ गरिदिनु हुनेछ भन्ने पनि अपेक्षा गरेको छु। मलाई थाहा छ धेरै गल्तीहरू हुन्छ भनेर, त्यही भएर म नै माफी चाहन्छु। आज हामीहरू श्रीमद् भगवद गीता यथारूप अध्याय 6 ध्यान योगको श्लोक सङ्ख्या 17 देखि अध्ययन गर्दैछौँ। ओम नमो भगवते वासुदेवाय। 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 अध्याय 6 श्लोक संख्या 17 इस प्रकार रहेको छ। मसँगै युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु युक्न स्वाप्नावबोधस्य योगो भवति दुःखः। युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। हजुर कोही दोहोऱ्याउन सक्नुहुन्छ? युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। माताजीहरू कोही त युक्ताहार विहारस्य युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु युक्त स्वप्नावबोधस्य योगो भवति दुःखः। शब्दार्थ अनुवाद तात्पर्य दिनुभएको छ हामीहरूको जीवन ग्रेस श्री भक्त वेदान्त स्वामी श्री प्रभुपादजीले। श्री प्रभुपाद की जय। शब्दार्थ यस प्रकार रहेको छ, हजुर मसँगै दोहोऱ्याउनुलाई। युक्त नियमित आहार भोजन विहारस्य आमोद प्रमोद मनोरञ्जन युक्त नियमित चेष्टस्य जो जीवन निर्वाहका लागि कर्म गर्दछ कर्मसु कर्म गर्न युक्त नियमित स्वप्न अवबोधस्य निद्रा र जागरणको योगः योगाभ्यास भवति हुन्छ दुःखः दुःख हरण गर्ने खालको। अनुवाद खाने सुत्ने मनोरञ्जन गर्ने र काम गर्ने शैलीमा जो नियमित हुन्छ त्यही व्यक्तिले नै योगाभ्यासद्वारा सबै भौतिक पीडाबाट छुटकारा पाउन सक्दछ। अनुवाद यस प्रकार म पुनः दोहोऱ्याउन चाहन्छु। खाने सुत्ने मनोरञ्जन गर्ने र काम गर्ने शैलीमा जो नियमित हुन्छ त्यही व्यक्तिले नै योगाभ्यासद्वारा सबै भौतिक पीडाबाट छुटकारा पाउन सक्दछ। तात्पर्य ध्यान दिएर श्रवण गर्नुलाई एकदमै महत्त्वपूर्ण छ।
खाने, सुत्ने, प्रतिरक्षा गर्ने र मैथुन गर्ने जस्ता शारीरिक मागहरूमा अत्यधिक संलग्नताले योगाभ्यासको प्रगति रोकिन सक्दछ। खानेकुराका सम्बन्धमा त भोजनलाई पवित्र बनाएर त्यसलाई प्रसादको रूपमा ग्रहण गर्ने भावना विकसित गर्न सकिन्छ। भगवद् गीता 9:26 अनुसार भगवान श्रीकृष्णलाई साग, फल, फूल, अन्न, दूध आदि टक्र्याउन सकिन्छ। जुन कुरा मानिसले खानु हुँदैन, जुन खाद्य सत्वगुणी छैन, त्यस्तो आहार ग्रहण गर्न हुँदैन भन्ने ज्ञान कृष्ण भावना भावित व्यक्तिलाई स्वतः स्फुरित हुन्छ। सुत्ने कुरामा पनि कृष्ण भावना भावित व्यक्तिले आफ्नो समय अनावश्यक तरिकाले निद्रामा खर्च गर्दैन र आफू सतर्कतापूर्वक सधैँ कृष्ण भावनामय कर्ममा लागिरहन्छ। अव्यर्थ कालत्वम। कृष्ण भावना भावित व्यक्ति भगवान श्रीकृष्णको सेवा नगरी एक क्षण पनि बस्न सक्दैन, अतः ऊ सकेसम्म थोरै शुद्ध छ। यस विषयमा श्री रूप गोस्वामी जस्ता गोस्वामीजी उसको आदर्श भन्न सक्नुहुन्छ। उहाँ दिनभर भगवान श्रीकृष्णको सेवामा लागिरहनुहुन्थ्यो र 2 घण्टा मात्र निदाउनुहुन्थ्यो। उहाँ कहिले त्योभन्दा पनि थोरै सुत्नुहुन्थ्यो। अझ ठाकुर हरिदासजीले त आफ्नो जपमालामा नित्य 3 लाख नाम जप नगरी न प्रसाद लिनुहुन्थ्यो न सुत्नुहुन्थ्यो। कामको सम्बन्धमा भन्दा त कृष्ण भावना भावित व्यक्तिले भगवान श्रीकृष्णको रुचिसँग असम्बन्धित कुनै पनि कर्म गर्दैन। यसरी उसका सबै कार्यहरू सधैँ नियमित रहन्छन् र इन्द्रिय तृप्तिद्वारा दूषित हुँदैनन्। कृष्ण भावना भावित व्यक्तिका निमित्त इन्द्रिय तृप्तिको प्रश्नै उठ्दैन र भौतिक कुरा सोच्ने समय पनि उसलाई हुँदैन। अतएव उसका सबै कार्य, बोली, वचन, निद्रा, जागृति तथा अन्य शारीरिक क्रियाकलाप नियमित रहने हुँदा उसलाई कुनै भौतिक दुःखले सताउँदैन। ओम अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपः कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरो श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगणरघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं श्रीकृष्णचैतन्यदेवं श्री राधा कृष्ण पादान् सह गण ललिता श्री विशाखान्वितांश्च। हे कृष्ण करुणा सिन्धो दीनबन्धो जगत्पते गोपेश गोपिका कान्त राधा कान्त नमस्तुते। तप्त काञ्चन गौरांगे राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये। नमो महावादान्याय कृष्ण प्रेम प्रदायते कृष्णाय कृष्ण चैतन्य नाम्ने गौरत्विषे नमः। नित्यानंद नमस्तुभ्यं प्रेमानंद प्रदायिने कलो कल्मषनाशाय जानवापतये नमः। नमो ओं विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले श्रीमते भक्तिवेदांत स्वामी निति नामिने। नमस्ते सारस्वते देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादे पाश्चात्य देशतारिणे। वाञ्छा कल्पतरुभ्यश्च कृपा सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौरभक्तवृंद। हरे कृष्णा कृष्ण कृष्ण हरे 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 राम 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 हरे हरे। मुखं करोति वाचालं पंगुं लंघायते गिरिं यत्कृपातमहं वन्दे श्रीगुरून् दीनतारिणं परमानंद माधवं श्री चैतन्येश्वरं। हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत्। हरे कृष्णा। श्रील प्रभुपाद की जय। श्री श्री राधा गोविंद हरे भगवान जगन्नाथ बलदेव सुभद्रमाई श्री श्री गौर निताई। हामीहरूको ब्रह्ममध्य गौडीय गुरु शिष्य परम्पराका अग्रज आचार्यगणहरू, त्यसमा पनि हामीहरूको विशेष गरेर श्रील प्रभुपादजी, जसको कारणले गर्दाखेरि आज हामीहरूको एउटा विश्वभरि एउटा परिवार बनेको छ, जुन इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस, जहाँ बसेर हामीहरू भगवानको बारेमा भगवान को हुनुहुन्छ त भनेर हामीहरूले भगवानलाई चिन्ने अवसर पाएका छौँ, भगवान को हुनुहुन्छ त भनेर हामीले जान्ने अवसर पाएका छौँ र भगवानको हामीले कसरी सेवा गर्नुपर्छ, हामीहरूले भक्ति कसरी गर्नुपर्छ, एक आपसमा मिलेर हामीहरूले भगवान कसरी सेवा गर्नुपर्छ, वास्तवमा हामीहरूले गर्नुपर्ने के हो नगर्नुपर्ने कुरा के हो भनेर हामीहरूलाई जसले बताउनु भएको छ परम पूज्य अवश्य चरणारविन्द भक्ति वेदान्त स्वामी श्री प्रभुपाद। त्यसैगरी हामीहरूको अग्रज भक्तजनहरू र यहाँ उपस्थित सम्पूर्ण भक्तहरूको चरणकमलमा म दण्डवत प्रणाम गर्न चाहन्छु कि म प्रार्थना गर्न चाहन्छु कि अब मबाट बोलिने विभिन्न शब्दहरू ममा त्यस्तो कुनै पनि किसिमको योग्यता छैन, मलाई केही पनि आउँदैन। अग्रज भक्तजनहरू गुरुहरूको इच्छाको कारणले गर्दाखेरि केही शब्दहरू बोल्ने अवसर पाइएको छ। यसलाई म भगवानले के भन्न खोज्नु भएको छ त्यो यथारूप सन्देश हजुरहरूलाई म भन्न सकूँ, बताउन सकूँ, त्यसको लागि
चाहिँ मेरो लागि प्रार्थना गरिदिनु होला भन्दै आजको यो प्रसङ्गमा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ कि हामीहरू सबैजनाले सुनेका छौँ कि यो श्रीमद् भगवत गीता भनेको के हो, हामीहरूको जीवनको एउटा म्यानुअल हो, हामीहरूको जीवन कसरी जिउने भन्ने कुरा यसमा दिएको छ। हामीहरू सबैलाई थाहा छ कि हामीहरूले कुनै पनि वस्तुहरू कुनै पनि कुराहरू किन्दाखेरि हामीहरू त्योसँग के आउँछ, म्यानुअल आउँछ, यसलाई हामीहरूले कसरी युज गर्नुपर्छ, यसरी युज गर्यो भने के बिग्रिन्छ, कस्तो हुन्छ, सबै कुरा हामीहरूलाई बताएको हुन्छ। मोबाइल किन्दाखेरि म्यानुअल आउँछ, क्यालकुलेटर किन्दाखेरि म्यानुअल आउँछ, जे किन्दा पनि हामीहरूले जग किनिरहेछौँ, मिक्सर किनिरहेछौँ, जे पनि किन्दाखेरि त्यो सँगै एउटा के आउँछ, यो कसरी युज गर्ने भनेर लेखेको एउटा कार्ड आउँछ। हो त्यसै प्रकारले भगवानले हामीहरूलाई पनि मानिसहरूलाई उत्पन्न गराउनु भयो, उत्पादन गर्नुभयो भने हो मान्छेसँगै भगवानले हामीहरूलाई के गर्नुपर्छ जीवनमा, के गर्नु हुँदैन, के गर्दाखेरि राम्रो हुन्छ, के गर्दाखेरि राम्रो हुँदैन, त्यो सबै कुरा पनि हामीहरूलाई दिनुभयो। त्यो के हो त भन्दाखेरि यो के हो, भगवत गीता हो। दिन त धेरै शास्त्रहरू छन्, तर भगवानले अन्तिममा कन्क्लुजनमा के भन्नुभएको छ भने एकम शास्त्रम देवकी पुत्र गीतम, एउटा मात्रै शास्त्र भनेको देवकी पुत्र गीतम। देवकी पुत्र को हुनुहुन्छ? भगवान श्रीकृष्ण हुनुहुन्छ। देवकीको पुत्रले गाएको गीत यो भगवत गीता भनेको सन अफ द गड, भगवानले गाउनु भएको गीत। कुरुक्षेत्रको युद्धभूमिमा भगवानले गाउनु भएको गीतलाई यो भगवत गीता भनिन्छ। एकम शास्त्रम देवकी पुत्र गीतम, त्यसपछि एको मन्त्रस्तस्य नामानि यानि, मन्त्रहरू त थुप्रै छन्, धेरै प्रकारका मन्त्रहरू छन्, तर एउटा मात्रै मन्त्र के हो भने मेरो नाम हो भन्यो। त्यो नाम हामीहरूलाई चैतन्य महाप्रभुले सजिलो तरिकाले हामीहरूलाई दिनुभएको छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। के भन्यो? एकम शास्त्रम देवकी पुत्र गीतम, एको देव देवकी पुत्र एव भनेको एक मात्रै भगवान। हामीहरू देवी देवताहरू धेरै छन् भनेर हामीहरू श्रवण सुनिरहेका हुन्छौँ र हामीहरू धेरै ठाउँमा गइराखेका पनि हुन्छौँ, तर एक मात्रै भगवान को हुनुहुन्छ त भनेर भगवानले उहाँले हामीलाई कन्क्लुजनको रूपमा बताउनु भएको छ। को हुनुहुन्छ? एको देवकी पुत्र एव, देवकी पुत्र को हुनुहुन्छ? उहाँ मात्र एक मात्र भगवान हुनुहुन्छ भनेर बतायो। अनि त्यसपछि कर्माप्यकम तस्य देवस्य सेवा, हामीहरूको कर्म भनेको त हामीहरूको थुप्रै प्रकारको, हामीहरूको परिवारको धर्म हुन्छ, पुत्रको धर्म हुन्छ, सामाजिक धर्म हुन्छ, राष्ट्रको धर्म हुन्छ, विभिन्न प्रकारका धर्महरू हुन्छन्, तर एक मात्रै हामीहरू सबैको कर्म के हो त? हामीहरू सबैको कर्म के हो भनेपछि के हो? कर्माप्यकम तस्य देवस्य सेवा, ती जो एकमात्र भगवान हुन्छ उहाँकै सेवा गर्नु हामीहरूको एकमात्र कर्म हो। हामीहरूको एकमात्र कर्म भनेको के हो? भगवानको सेवा गर्नु, श्रीकृष्णको सेवा गर्नु नै संसारभरिका मानिसहरूको एकमात्र कर्म हो भनेर बताउनु भएको छ। एकचोटि उहाँलाई बाहिर त्यही भएर हामीहरूले यहाँबाट हामीहरूले बुझ्नुपर्छ कि हामीहरूले के गर्नुपर्छ? शास्त्र हामीहरूले भगवत गीतालाई अध्ययन गर्नुपर्छ। अनि त्यसै प्रकारले हामीले मन्त्र कुन जप्नुपर्छ? भगवान श्रीकृष्णको जुन हरे कृष्ण महामन्त्र छ त्यो महामन्त्रलाई जप गर्नुपर्छ। हामीले सेवा कसैको भक्ति गर्नु छ भने भगवान श्रीकृष्णको भक्ति गर्नुपर्छ भनेर हामीहरूलाई अग्रज आचार्यहरूले गीता महात्म्यमा हामीहरूलाई बताउनु भएको छ। त्यही अनुसार आज हामीहरूले सबै कुरा, यहाँ धेरै कुराहरू त हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा त हामीहरूको आज हजुरहरू कतिजनाले ध्यानपूर्वक श्रवण गर्नुभयो, उहाँहरू सबैजनाले यहाँबाट त थाहा पाइसक्नु भएको छ होला कि हामीहरूले कति बेला सुत्नुपर्छ, कति सुत्नुपर्छ, कति खानुपर्छ, के खानु हुँदैन, सबै कुरा हामीहरूलाई यहाँ प्रभुपादजीले सब कुरा यहाँ भगवत गीतामा भगवान श्रीकृष्णले बताउनु भएको छ। यहाँ के बताउनु भएको छ जुन यहाँ बताए है, म कहाँ पुगेँ, सरी, यहाँ युक्त आहार विहारस्य भन्यो। युक्त भनेको नियमित, हामीले कुनै कुरालाई पनि रेगुलेट गर्नुपर्छ। नियमित भनेको त्यसलाई कन्ट्रोल, हामीहरूले जे पायो त्यही पायौँ भने खाएको खाइ गऱ्यो भने हामीहरू सुखी हुन सक्छौँ त? हुन सक्दैनौँ। यदि हामीले खाँदै खाएनौँ भने सुखी हुन सक्छौँ त? हुन सक्दैनौँ। त्यही भएर हामीले के गर्नु पर्यो? नियमित रूपमा हामीहरूले रेगुलेट गरेर, कन्ट्रोल गरेर हामीहरूले खानुपर्छ। मनोरञ्जन गर्ने, हामीहरूले मनोरञ्जन पनि गर्नुपर्छ। हामीहरूलाई कसरी मनोरञ्जन गर्ने भन्ने कुरा पनि हामीहरूलाई शास्त्रले सिकाएको छ, तर पनि हामीहरूले मनोरञ्जनमै आफ्नो समय खेर फाल्नुपर्छ त? पाल्नु हुँदैन। हामीहरूले भगवानको नामको कीर्तनमा, भगवानको लीला कथा श्रवणमा, भगवानको सेवा गर्दाखेरि जे जति हामीलाई आनन्द आउँछ, जे जति मनोरञ्जन हुन्छ, हामीले त्यसैमा मनोरञ्जन लिनुपर्छ। तर हामीले आमोद प्रमोद भनेको नचाहिने कुराहरू, एकअर्काका कुराहरू गर्ने, विभिन्न राजनीतिक कुराहरू, यो मान्छे यो त्यो त्यस्तो यस्तो उस्तो त्यस्तो कुरामा हामीहरूले समय खेर फाल्नु हुँदैन भनेर बताएको छ। यहाँ के भनेको छ? अव्यर्थ कालोत्तम। अव्यर्थ कालोत्तम भनेको एउटा जो मान्छे भक्त हुन्छ, जो भगवानको लागि आफ्नो जीवनलाई भगवानको सेवामा लगाइराखेको हुन्छ, अथवा यदि कसैले भगवानको सेवा होइन, भक्ति होइन, आफ्नै जीवनमा पनि केही प्रगति गर्न चाहन्छ भने उसले एक क्षणलाई पनि कुनै नचाहिने कुरामा यदि खेर फाल्छ भने त्यो कुरामा सफल हुन सक्दैन भनेर यहाँबाट बताइराख्नु भएको छ। त्यही भएर हामीहरूले जीवनमा कुनै पनि कुरामा यदि सफलता प्राप्त गर्न चाहन्छौँ भने हामीहरूले अव्यर्थ कालोत्तम, हामीहरूले एक क्षण पनि हामीहरूले खेर फाल्नु हुँदैन। केमा?
आमोद प्रमोदमा, यो आमोद प्रमोद भनेको अरूको कुरा काट्नमा, अरूको खिसिट्युरी गर्नमा, त्यो त्यस्तो यो त्यस्तो ईर्ष्या द्वेष यस्ता कुराहरूमा हामीहरूले के गर्नु हुँदैन, समय खेर फाल्नु हुँदैन भनेर बताइराख्नु भएको छ। यहाँ कृष्ण भावना भावित व्यक्ति भगवान श्रीकृष्णको सेवा नगरी एक क्षण पनि बस्न सक्दैन। भगवान श्रीकृष्णको जो भक्त हुन्छ उहाँले भगवानको भक्ति नगरिकन त एक क्षण पनि बस्न सक्दैन। अनि त्यसो भए हामीहरूले के गर्ने त? हामीहरू त भक्ति मात्रै गर्न सक्दैनौँ, हामीहरूको त अरू कुराहरू पनि गर्नु छ। हो, यो श्लोकबाट हामीहरूलाई त्यही कुरा बताइराख्नु भएको छ कि हामीहरूले प्रत्येक कुरालाई कसरी ब्यालेन्स गरेर हामीहरूले अगाडि बढ्नुपर्छ भन्ने कुरा यहाँबाट बताइराख्नु भएको छ। हामीहरू विद्यार्थी छौँ भने हामीहरू स्कुल कलेज जान्छौँ, हामीहरू आफ्नो कुराहरू पढ्छौँ, तर हामीहरूले चेतना के बनाउनुपर्छ भन्दाखेरि यो कसको लागि पढिरहेछौँ? यो पढेर म भोलिको दिनमा ठुलो वैज्ञानिक बन्छु, म चन्द्रमामा जान्छु, पृथ्वीभरि त मैले सबै ठाउँमा आफ्नो घरेडी किनिसकेका छौँ, अब चन्द्रमामा पनि आफ्नो घरेडी किन्नु छ, हामीहरू त्यो सोचेर हामीहरूले पढ्ने हो त? होइन, हामीहरूले भगवानको सेवा कसरी गर्न सक्छौँ? यो पढेर आफ्नो पढाइलाई, आफ्नो ट्यालेन्टलाई भगवानको सेवामा कसरी लगाउन सक्छौँ? आफ्नो जस्तो घरै बनाउनु पर्ने छ भने पनि म घर होइन भगवानको लागि मन्दिर बनाइरहेको छु भनेर हामीहरूले बनाए त्यो चेतनाका साथ हामीहरू जे पनि कुरा गर्छौँ त्यो भनेको के हुन्छ? भक्तिमय सेवा हुन्छ। त्यही भएर हामीहरूलाई बताएको छ कि हामीहरूले त्यो जस्तो घर बनायो, घर हामीहरूले कुन चेतनाका साथ बनायो? मन्दिर बनाइ भगवानको लागि मन्दिर बनाउँदैछौँ भन्ने चेतनाका साथ हामीहरूले घर बनायो भने पनि हामीहरूको त्यो घरमा भगवान, पुरै घरमा भगवानै बस्नु त हुँदैन नि त। भगवानले एउटा घरको एउटा कोठामा भगवान बस्नुहुन्छ होला, बाँकी त हामीहरूकै लागि बन्छ त्यो घर हो। त्यही प्रकारले हामीहरूले के गर्नुपर्छ त? जे पनि भगवानको लागि भनेर गर्नुपर्छ। जस्तो हामीहरू खेती लगाउँदैछौँ भने, जस्तो अब गहुँ काट्ने समय आउँदैछ, हामीहरूले के चेतनाका साथ त्यो गहुँ काट्नुपर्छ? म भगवानको लागि, भगवानको सेवामा यो भोगा भगवानको लागि पकाएर भगवानलाई अर्पण गर्छु, त्यसको लागि म यो गहुँ काट्दैछु भनेर हामीले त्यो चेतनाका साथ हामीहरूले गहुँ काट्यौँ भने त्यो के हुन्छ? भक्ति हुन जान्छ। त्यही भएर हामीहरूले यो ब्यालेन्स गर्न जान्यौँ भने वास्तवमा भक्ति भनेको गाह्रो छैन, भक्ति भनेको एकदमै सजिलो छ। तर हामीहरूले यसलाई गर्न जानेनौँ भने यो सजिलैसँग के हुन्छ? हाम्रो हातबाट गुम्छ भने गर्ने काम त्यही हो। तर हामीहरूले चेतना, यदि हामीहरूले कृष्ण भावना भावित चेतना हामीहरूले बनायौँ भने, त्यस्तो चेतना राखेका छौँ भने हामीहरूको सजिलैसँग भक्ति भइरहेको हुन्छ। तर हामीहरूले होइन मैले त अब गहुँ काट्नु छ, यो गर्नु छ, त्यो गर्नु छ, यसलाई बेचेर टनाटन पैसा कमाउँछौँ, आनन्द गर्छौँ, घुम्न जान्छौँ, मोज मस्ती गर्छौँ, अथवा यो त्यो हामीहरूले त्यस्तो सोचेर गरेका छौँ भने त्यो के हुन्छ? इन्द्रिय तृप्ति हुन्छ, आफ्नो सेन्स ग्रेटिफिकेसनको लागि गर्छ भने त्यो के भनेको छ? आत्मेन्द्रिय प्रीतिवाञ्छा तारे बलि काम, कृष्णेन्द्रिय प्रीतिवाञ्छा धरे प्रेम नाम। जे पनि हामीहरूको आफ्ना सेन्सहरूलाई, आफ्नो इन्द्रियहरूलाई तृप्त पार्नको लागि कुनै पनि एक्टिभिटिज गर्छ भने त्यो के हुन्छ? काम हुन्छ, लस्ट हुन्छ। भने जे पनि कृष्णेन्द्रिय प्रीतिवाञ्छा तारे बलि काम, जे पनि भगवान श्रीकृष्णको इन्द्रियहरूलाई सन्तुष्ट पार्नको लागि हामीहरू कुनै पनि एक्टिभिटिज गर्छौँ भने त्यो के हुन्छ? प्रेम हुन्छ, त्यसैलाई वास्तविक प्रेम भन्छ। त्यही भएर हामीहरूले के गर्नुपर्छ त? हामीहरूले गहुँ काट्दाखेरि, त्यसलाई मिलमा लग्दाखेरि, त्यसलाई पकाउँदाखेरि पकाइसकेपछि भगवानलाई अर्पण, जे जति पनि खेर पनि चेतना हुनुपर्छ, म भगवानको लागि भोगा बनाउँछु, भगवानको लागि बेच्नु नै छ भने पनि म यसलाई बेचेर भगवानको सेवाको लागि त्यो लक्ष्मीलाई युज गर्छु। हामीहरूको त्यो चेतना छ भने हामीहरूको त्यो पनि भक्ति भइराखेको हुन्छ। यहाँ त्यही बताए, यहाँ प्रभुपादजीले त्यही कुरा बताइराख्नु भएको छ कि मान्छेले खाने, सुत्ने, प्रतिरक्षा गर्ने, मैथुन गर्ने जस्ता शारीरिक मागहरूमा अत्यधिक संलग्नता भयो भने हामीहरूले के गर्न सक्दैनौँ? हामीहरूले योगको अभ्यास गर्न सक्दैनौँ। योग भनेको के? कसैलाई थाहा छ योग भनेको के हो भनेर? योग भनेको के हो? हामीहरूले सुनेका छौँ होला, योग भनेको त योग गर्न जानु पर्यो, यो त्यो। पुरै हामीहरू योग भन्ने बित्तिकै के सोध्छौँ? पुरै यसरी बस्यो, यसरी प्राणायाम, प्रत्याहार, ध्यान, धारणा, समाधि यस्ता कुराहरू हामीहरूको दिमागमा पुरै यस्तो गरिरहेको हामीहरूको लागि योग भन्ने बित्तिकै हामीहरूको माइन्डमा त्यो आउँछ। त्यो भनेको के हो? योगको एउटा पार्ट मात्रै हो। योग भनेको त्यो मात्रै होइन। योग भनेको भगवान श्रीकृष्णले भगवद्गीतामा 4 प्रकारका योगहरूको बारेमा बताउनु भएको छ। जसमा चाहिँ पहिलो भनेको के हो? कर्मयोग। कर्मयोगमा के हुन्छ? कुनै पनि कर्म जब भगवानसँग जोडिन्छ त्यो के हुन्छ? कर्मयोग हुन्छ। अनि त्यसपछि ज्ञानयोग। कुनै पनि ज्ञान हामी कहाँबाट प्राप्त गर्छौँ? बुद्धिबाट। जब हामीहरू आफ्नो बुद्धिलाई, कर्म हामीहरूको इन्द्रियबाट, जब हामीहरू आफ्ना इन्द्रियलाई भगवानको सेवामा लगाउँछौँ भने त्यो के हुन्छ? त्यो हुन्छ कर्मयोग। जब हामीहरू आफ्नो बुद्धिलाई, आफ्नो जुन इन्टेलिजेन्स छ त्यसलाई भगवानको सेवामा लगाउँछ, आफ्नो ज्ञानलाई भगवानको सेवामा लगाउँछ भने त्यो के हुन्छ? ज्ञान योग हुन्छ। त्यसै प्रकारले ध्यान योग। जब हामीहरूको मनलाई भगवानमा केन्द्रित गर्छौँ भने त्यो के हुन्छ? ध्यान योग हुन्छ, भगवानमा ध्यान दिनु। त्यसै प्रकारले जुन भक्ति योग हुन्छ, जब हामीहरूको हार्ट, हामीहरूको हृदय, हामीहरूको आत्मा भगवानको सेवामा लगाउँछ भने त्यो के हुन्छ? भक्ति योग हुन्छ। अब
हामीहरूको कर्मयोग, ज्ञानयोग, ध्यानयोग हुन त यसका विभिन्न पाटाहरू विभिन्न प्रकारका छन्, तर हामीहरूको जुन कर्मयोग छ, हामीहरूको इन्द्रियहरूलाई भगवानको सेवामा हामीहरूको जब इन्द्रियहरू लगाउँदै गर्दाखेरि हामीहरूको कर्ममा शुद्धता चाहिन्छ कि कर्ममा शुद्धता जब मेन्टेन हुन्छ तब मात्रै हामी त्यो कर्मलाई भगवानमा समर्पित गर्न सक्छौँ। तर हामीहरूको अहिलेको अवस्थामा के हामीहरूको कर्म शुद्ध, त्यो प्युरिफाई हामीहरूको कर्म हुनसक्छ त? कसैलाई लाग्छ कि हामीहरूको कर्म पूर्ण रूपले शुद्ध छ जस्तो लाग्छ? हामीहरू सक्छौँ। जस्तो यो ध्यानयोगको विधि हामीहरूको पहिलो सतयुगमा थियो, किनभने त्यति बेला कुनै पनि प्रकारका विभिन्न त्यस्ता डिस्ट्र्याक्सनहरू थिएनन्, त्यस्ता नराम्रा एक्टिभिटिजहरू हुँदैन थिए। तर अहिले त हामीहरूले कर्म गऱ्यो भने पनि हामीहरूले के जस्तो खाना नै पकाउनु पऱ्यो भने पनि त्यहाँ कति आजभोलि त झन् कमिलाहरूको पुरै त्यस्तो टाइम चलिरहेको छ कि दिनमा प्रत्येक व्यक्तिको हातबाट 10औं कमिलाहरूको मृत्यु भइराखेको छ। अनि त्यो कर्म गर्दै गर्दाखेरि के हामीहरूको कर्ममा शुद्धता मेन्टेन भइराखेको छ त? छैन। अहिले हामीहरू बजारबाट घिउ किनेर ल्याउँछौँ अथवा दही दुध जे पनि किनेर ल्याइराखेका हुन्छौँ, त्यसमा के पूर्ण रूपले त्यो प्युर हुन्छ त? हुँदैन। त्यसो भए कि हामीहरू पूर्ण रूपले आफ्नो कर्मलाई पूर्ण रूपले शुद्ध त्यो प्युरिफाई कर्मलाई भगवानमा अर्पण गर्न सक्छौँ त? सक्दैनौँ। अनि भगवानलाई पूर्ण रूपले शुद्ध कर्म, त्यो प्युर कर्म भगवानलाई अर्पण गर्न सक्दैनौँ भने अब हामी कसरी कर्मयोग गर्न सक्छौँ त? कर्मयोग गर्न सक्दैनौँ। यो कलियुगको लागि कर्मयोग व्यावहारिक छैन, प्र्याक्टिकल छैन। त्यसै प्रकारले ध्यान हामीहरूको, त्यसपछि ज्ञानयोगको लागि हामीहरूको पहिलाका युगहरूमा हामीहरूको धेरै लामो हामीहरूको आयु हुन्थ्यो। हामीहरूको हजारौँ वर्ष आफू विभिन्न आश्रममा गएर जङ्गलमा गएर तपस्या गरेर हामीहरू के गर्थ्यौँ? ज्ञानहरू प्राप्त गर्थ्यौँ। विभिन्न गुरुहरूबाट हामीहरू गुरुको शरणमा गएर हामीहरू ज्ञान प्राप्त गर्थ्यौँ। तर अहिलेको समयमा हामीहरूलाई त के छ, समयै छैन कि। झन् पहिला सतयुगमा, द्वापर युग, त्रेतायुगमा कस्तो हुन्थ्यो भन्दाखेरि हामीहरूको आयु पनि सर्टेन निश्चित हुन्थ्यो कि लगभग हामीहरूको सतयुगमा 1 लाख वर्षको आयु हुन्थ्यो। त्यसै प्रकारले हामीहरूको त्रेतायुगमा 10,000 वर्षको आयु हुन्थ्यो। त्यसै प्रकारले हामीहरूको योभन्दा अगाडिको द्वापर युगमा 1000 वर्षको यस्तो आयु हुन्थ्यो हामीहरूको। तर अहिले त हामीहरूको के छ, आयु पनि निश्चितै छैन कि। अहिले म यहाँ बोलिरहेको छु, कति बेला के हुने थाहै हुँदैन, हामीहरूको निश्चित छँदै छैन। हो, त्यही प्रकारले हामीहरूको यो ज्ञानयोग प्राप्त गर्नको लागि झन् हामीहरूको अहिलेको बुद्धि, यो ज्ञान हामीहरूले पढ्यौँ भने पनि हामीहरू के गर्न बुझ्न सक्छौँ त? सक्दैनौँ। हामीहरू बुझ्नै सक्दैनौँ के हो कस्तो हो, हामीहरू बुझ्नै सक्दैनौँ। इभन यो शास्त्रका कुराहरू त छोडिदिनु, आफ्नै साना ती कलेज, स्कुल, कलेजका ती एकाडेमिक कुराहरूलाई हामीहरू बुझ्न सक्दैनौँ भने शास्त्रका कुराहरूलाई बुझ्न हामीहरू कहाँबाट सक्छौँ? बुद्धि पनि छैन हामीहरूको। के छ हामीहरूको? अस्थिर बुद्धि। हामीहरूको बुद्धि पनि छैन, लेस इन्टेलिजेन्स। अनि त्यसपछि ध्यानयोग भनेको हामीहरूको मनलाई भगवानमा लगाउनु। मनलाई भगवानमा लगाउन सक्छौँ त? सबभन्दा ठुलो कुरा त हामीहरूको यही मन छ होइन? कति गाह्रो छ होइन? यही मनले हामीलाई कति दुःख दिइरहन्छ, तडपाइराखेको हुन्छ। शरीरले एक खालको समस्या त शरीरले दिइरहेको हुन्छ, तर यो शरीरभन्दा कैयौँ बढी दुःख त हामीहरूलाई केले दिइराखेको हुन्छ? मनले दिइराखेको हुन्छ। हो, अब त्यो मनलाई भगवानमा केन्द्रित गर्नु भनेको सोच्दाखेरि सजिलो जस्तै लाग्छ, तर सबैभन्दा गाह्रो भनेको यही मनलाई भगवानमा लगाउनु छ। अब जुन ध्यानयोगको बारेमा हामीहरूले त्यसले ध्यानयोगलाई के भनिन्छ? अष्टाङ्ग योग पनि भनिन्छ, जसमा 8वटा स्टेपहरू छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा, समाधि गरेर 8वटा स्टेपहरू छन्। जुन हामीहरूले यम भन्ने जुन फर्स्ट स्टेप छ त्यसको बारेमा मात्रै हामीहरू श्रवण गर्नु, हामीहरूले सुन्यौँ भने हामीहरू डराउँछौँ कि त्यो कति गाह्रो छ, हामीहरूले यो गर्नुपर्छ, यो गर्नु हुँदैन, विभिन्न यो यस्तो ठाउँमा बस्नुपर्छ, विभिन्न कुरा छन्। त्यसपछि नियमका कुराहरू, त्यसपछि हामीहरूले आसनका कुराहरू, यसरी एक ठाउँमा यस्तो आसनमा बस्नुपर्छ। हामीहरूले त्यसपछि प्राणायाम, हामीले श्वास कसरी फेर्नुपर्छ, प्रत्येक सेकेन्ड हामीहरूको श्वास फेर्ने यो गति ब्यालेन्स हुनुपर्छ। प्रत्याहार, खानेकुरामा हामीहरूको कस्तो, के खाने, कति नखाने, कति टाइम हामीले के गर्ने, कति के यस्ता कुराहरू। ध्यान, धारणा, त्यसपछि हामीले सोच्ने कति हामीहरू, त्यसपछि त अन्तिममा त हामीले खान, सोच्न, सास फेर्न सबै कुरा बन्द गरिसकेको अवस्थालाई समाधि भन्छ, अन्तिम अवस्था। त्यो सम्भव छ त अहिलेको युगमा? त्यो पनि सम्भव छैन। अब भक्तियोग जुन छ, भक्तियोगमा चाहिँ हामीहरू भगवान श्री चैतन्य महाप्रभु आउनुभयो, भगवान श्रीकृष्ण। हामीहरूले अघिल्लो हप्ता हामीहरूले चैतन्य महाप्रभुको, गौराङ्ग महाप्रभुको जुन एपियरेन्स डे छ त्यसलाई हामीहरूले भव्यताका साथ हामीहरूले सेलिब्रेसन गरेका थियौँ। उहाँको बारेमा हामीले अघिल्लो हप्ता हामीहरूले डिटेलमा श्रवण गरिसकेका छौँ। उहाँले हामीलाई यो भक्तियोगलाई सजिलो तरिकाले बुझाउनु भयो र सजिलो तरिकाले हामीलाई दिनु पनि भयो कि भक्तियोगमा हामीले केही पनि गर्नु पर्दैन, न हामीले घर छोड्नुपर्छ, न हामीहरूले त्यो
जङ्गलमा जानुपर्छ, न आश्रममा जानुपर्छ, न हामीहरूले यस्ता सबै शास्त्रहरू अध्ययन गर्नुपर्छ, न सबै त्यो ज्ञान हामीहरूमा हुनुपर्छ, न हामीहरूले पूर्ण रूपले मन भगवानमा केन्द्रित गर्न सक्छौँ, त्यो पनि गर्नुपर्छ। मात्रै के गर्नुपर्छ, हामीहरू जे गरिरहेछौँ, जे खाइरहेछौँ, जे सोचिरहेछौँ त्यसलाई हामीहरूले के गर्नुपर्छ, डोपटेल गर्नुपर्छ। भनेको त्यसलाई जब हामीहरू आफूतिर केन्द्रित गरिरहेछौँ ती हरेक कुरालाई, हामीहरूले ती कुरालाई आफूतिर केन्द्रित नगरिकन कोतिर केन्द्रित गर्नुपर्छ, भगवान श्रीकृष्णतिर केन्द्रित गर्नुपर्छ। त्यसलाई के भनिन्छ, भक्ति योग भनिन्छ। जस्तो हामीहरू खाना त सबै खान्छन्, कोही नखाने व्यक्ति हुनुहुन्छ यता, कोही हुनुहुन्न है। हो, हामीहरूले पकाएरै त खान्छौँ। कोही हुन त आजभोलिको कस्तो पहिला कस्तो हुन्थ्यो भने खानको लागि मान्छे घरमा आउँथ्यो कि पहिला खानको लागि घरमा आउँथ्यो, अनि टोइलेट जानु पऱ्यो भने घरबाट बाहिर जान्थ्यो। आजभोलि कस्तो भयो, बाहिर खाएर आउँछ, टोइलेट जानु पऱ्यो भने आफ्नो घरभित्र आउँछ। ठ्याक्कै कस्तो हामीहरूको मोडर्न एडभान्समेन्ट भन्छौँ हामी यसलाई, तर कस्तो एडभान्समेन्ट भइराखेको छ कुकुर बिरालोको जस्तै। आजभोलि कतिजनाले, हामीहरूले त त्यस्तो गरेका छैनौँ होला, कतिजनाले आफ्नो घरमा खाना पकाउनै छोडिसकेको छ, बन्द गरिसकेको छ। आफ्नो घरमा पाकेको खानै कोही पाउँदैनन्। यो एकदमै दुःखको कुरा हो कि। वास्तवमा हामीहरूले हुनुपर्ने कस्तो हो भने घरमा हामीहरूले खानु पर्थ्यो, तर हामीहरूले टोइलेट जानको लागि बाहिर जानु पर्थ्यो। तर अहिले ठ्याक्कै उल्टो भयो कि खानको लागि बाहिर खाएर आउँछौँ, टोइलेटको लागि चाहिँ घरभित्र आउँछौँ। त्यो भनेको एकदमै हामीहरूको दयनीय अवस्था छ। हो, त्यही भएर हामीहरू खाना पकाएरै खान्छौँ होला, हामीहरू सबैजना आशा गरौँ। हो, यदि हामीहरू पकाएर खान्छौँ भने हामीहरूले के गर्नु पर्यो त, त्यो कसको लागि भनेर पकाउनु पर्यो त, हामीले भगवान श्रीकृष्णको लागि भनेर पकाउनु पर्यो। त्यसपछि पकाइसकेपछि हामीहरूले भगवानलाई अर्पण गर्नु पर्यो। हामीहरूको 9औं अध्यायको 26औं नम्बर श्लोक तात्पर्य प्रभुपादजीले यहाँ मेन्सन गर्नुभएको छ, पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या परियच्छति तदम भक्त्युपरयत्मस्नामि पर्यातात्मतः भनेर भगवानले यहाँ मेन्सन गर्नुभएको छ। त्यो भनेको के हो भन्दाखेरि हामीहरूले जे पनि हामीहरू पकाउँछौँ त्यो के गर्नुपर्छ, भगवानलाई अर्पण गर्नुपर्छ। भगवानलाई त्यसो भए हामीहरूलाई त पकाउनलाई धेरै कुराहरू आवश्यक हुन त भगवान हामीहरूको यो सामान्य कुरा भगवानलाई कति ठुल्ठुलो कुरा भगवानलाई एकदमै महान त्यस्तो एकदमै ठुलो कुरा भगवानलाई अर्पण हुन्छ, त्यस्तो बहुमूल्य सर्वश्रेष्ठ कुरा भगवानलाई अर्पण हुन्छ। तर अब हामीहरूसँग त त्यस्तो केही कुरा पनि छैन भगवानलाई अर्पण गर्नको लागि। हामीहरूले के गर्ने त अब भगवानले हामीहरूलाई भगवान श्रीकृष्णले के भन्नुहुन्छ भन्दाखेरि पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या परियच्छति। के पत्र भनेको पात, पुष्प फूल, पत्रम पुष्पम फलम केही फल, तोयम जल, त्यो मलाई अर्पण गर। कसरी अर्पण गर, यो मे भक्त्या परियच्छति। जुन यहाँ भक्त्या भन्ने शब्द प्रयोग गरेको छ एकदमै महत्त्वपूर्ण छ। भक्त्या भनेको प्रेमपूर्वक, भावपूर्वक र भक्तिपूर्वक मलाई अर्पण गर, जेसुकै अर्पण गर, पत्र पुष्प फल जल जे अर्पण गर हुन्छ भनेर भगवानले भन्नुभयो। त्यही भएर हामीहरू जतिसुकै गरिब हौँ, जतिसुकै हामीहरूसँग केही पनि छैन भने पानी त भगवानले हामीलाई दिनुभएको छ नि, दिन त भगवानले नै हामीहरूलाई सबै कुरा दिनुभएको छ। हो, त्यही कुरालाई हामीहरूले के गर्नुपर्छ, भगवानमा अर्पण गर्नुपर्छ। हामीहरू कति बेला सोच्छौँ कि यो पानी हामी यो मेरो त्यो मेरो भन्न त आज मेरो पानी त्यो हामीहरू यतातिर त्यति समस्या छैन। काठमाडौँतिर चाहिँ पानीमा पनि यो मेरो पानी तिमीले युज गर्यो भनेर एकदमै गाह्रो भइरहेको हुन्छ। हो, त्यही पानी पनि आजभोलि मेरो तेरो भन्ने त्यस्तो त्यस्तो परिस्थिति आइसकेको छ। तर पानी हामीहरू कसको हो वास्तवमा, भगवानको। भूमि रपनलो वायु खम मनोबुद्धि रहेको छ भन्दै हुनुहुन्छ कि जे पनि यो संसारमा जे पनि वस्तुहरू छन्, जे पनि पृथ्वी जल अग्नि वायु आकाश मन बुद्धि जे पनि छ त्यो कोबाट आइरहेछ, मबाटै आइरहेछ भनेर भगवानले भनिदिइराख्नु भएको छ। अनि हामी सबै कुरा भगवानबाटै आइरहेछ, सबै कुरा भगवानसँग छँदैछ भने हामीले भगवानलाई किन अर्पण गर्ने त? भगवानसँग के कमी भएर हामी भगवानलाई अर्पण गरिरहेको होइन। भगवानसँग त सबै कुरा छ, केही नभएको होइन। तर हामीहरूले जब भगवानले नै दिनुभएको कुरा जब हामीहरू भगवानमा अर्पित गर्छौँ भने भगवान खुसी हुन्छन्। उदाहरणको लागि जब हामीहरूको घरबाट हामीहरूको आमा बुवाले हामीहरूलाई कहिलेकाहीँ हामीहरूलाई विभिन्न कुराहरू दिनुहुन्छ, जस्तो 1000 रुपियाँ दिनुभयो हाम्रो आमा बुवाले हामीहरूलाई, त्यसबाट हामीहरूले आफ्नो बुवाको लागि पनि त्यो 1000 रुपियाँबाट 100 रुपियाँले के किनेर आफ्नो बुवाको लागि घरमा ल्याइदियौँ भने आफ्नो आमा बुवा के हुन्छन्, खुसी हुन्छन् नि। मेरो छोरा कति राम्रो रहेछ भनेर आफ्नो छोराप्रति विश्वास बढ्छ, आफ्नो छोराप्रति के हुन्छ, प्रेम हुन्छ। मेरो छोरा त मलाई कति माया गर्छ भनेर खुसी हुन्छन् नि आमा बुवाहरू। हो, त्यसै प्रकारले सबै कुरा हामीहरूलाई भगवानले दिनुभएको छ। सबै कुरा दिनुभएको छ भने भगवानले नै दिनुभएको सानो कुरा के हामीहरू भगवानलाई अर्पण गर्छौँ भने भगवान झन् खुसी भएर हामीहरूलाई झन् बढी कुराहरू हामीहरूलाई दिनुहुन्छ। यदि विभिन्न हामीहरूको इन्डिया साउथ इन्डियातिर कति हामीहरूको विभिन्न मारवाडी फ्यामिलीहरू हुन्छ, उहाँहरूले जस्तो विभिन्न उहाँहरू एकदमै धनी हुन्छन् होइन, उहाँले के गर्छन् कि जस्तो हामी धेरै सम्पत्ति जति पनि छ नि उहाँले त्यो जे पनि गर्दाखेरि 10% भगवानको लागि भनेर छुट्याइहाल्छन् कि जे पनि गर्दाखेरि उहाँले 10% भगवानको लागि भनेर छुट्याइराख्छन्। अनि त्यसपछि के हुन्छ त, भगवानले उहाँलाई भगवानको लागि पनि हुन्छ नि। जस्तो उहाँले 1 करोड कमाउनु भयो भने 10 लाख कसलाई दिन्छन्, उहाँले भगवानलाई दिन्छन्। त्यो सबै कुरा भगवानकै हो, भगवान
भगवानले हामीलाई यत्रो दियो अनि के हुन्छ हामीहरू भगवानको लागि गरिरहेछौँ भने भगवानले त्यसमा धेरै कृपा पनि गर्नुहुन्छ र त्यो एकदमै धेरै पनि हुन्छ। तर हामीहरू जे पनि आफ्नो लागि मात्र गरिरहेछौँ भने भगवानले पनि आफ्नै लागि गरिरहेछ भनेर हामीहरूलाई त के चाहिन्छ, कति खान सक्छौँ हामी, 2 घाँस 3 घाँस 4 घाँस त्यति खान सक्छौँ नि, आफ्नै लागि भने त्यति नै, अब त्यति त दिनुहुन्छ भगवानले, हामीहरू सबैलाई दिइराख्नु भएकै छ होला। त्यही भएर हामीहरू भगवानको लागि गर्छौँ भने त भगवानले जति पनि दिनुहुन्छ कि हामीहरू भगवानसँग मलाई यो देऊ त्यो देऊ, हामीहरू के माग्न सक्छौँ कि भगवानसँग कि भगवान एउटै हातले दिनुभयो भने भगवानका त हजारौँ हात छन्, भगवानले दिन थाल्नुभयो भने त हजारौँ हातले दिनुहुन्छ। तर भगवानले एउटै हातले दिन थाल्नुभयो भने पनि हाम्रा यी 2 हात भगवानका त्यति ठुला हातको अगाडि हामीहरूको यो 2 हात के हो? भगवान कत्रो हुनुहुन्छ भनेर हामीहरूलाई लाग्न सक्छ। भगवानको त्यो आकार कस्तो अपरिमेय भनेको त्यो हामीहरू सोच्न पनि कल्पनाभन्दा बाहिर। भगवानको त छोडिदिनुहोस्, हामीहरूको जो होल यो ब्रह्माण्ड छ नि, यो ब्रह्माण्ड भनेको हामीहरूले साइन्समा पढेका छौँ होला, विभिन्न ग्रह उपग्रहहरू, विभिन्न यो युनिभर्स, विभिन्न यो कुराहरू हामीहरूले पढेका छौँ होला। तर हामीहरूको शास्त्रमा हामीहरूको स्पिरिचुअल साइन्समा त्योभन्दा पनि डिटेल, त्योभन्दा पनि अलिक एकदमै राम्रो तरिकाले बताएको छ। जसमा चाहिँ 14वटा भुवनहरू, 3वटा लोकहरू, विभिन्न हामीहरूले श्रवण गरेका छौँ, सुनेका त छौँ होला। 14वटा भुवन, योभन्दा तल तलातल, अतल वितल सुतल वितल, यस्ता पातालसम्म हुन्छ। माथि योभन्दा माथि भूलोक, त्यसपछि स्वर्गलोक, हामीहरू त्यसपछि जनलोक, ज्ञानलोक, तपलोक, त्यो हुँदै ब्रह्मलोक, सत्यलोकसम्म हुन्छ भनेर हामीहरू सुनेका छौँ। हो, ती सबै जो यो हामीहरूको होल ब्रह्माण्ड छ नि, हामीहरूको हेऱ्यो भने त यो महेन्द्रगढ यो घरै कति ठुलो छ, यो महेन्द्रगढ कति ठुलो छ, कञ्चनपुर कति ठुलो छ, सुदूरपश्चिम कति ठुलो छ, नेपालै ठुलो छ, हामीहरू देख्नै सक्दैनौँ। तर होल यो ब्रह्माण्ड हामीहरूको पृथ्वी नै कति ठुलो, यो पृथ्वीभन्दा त कति ठुला अन्य ग्रह उपग्रहहरू हामीहरू छन् भनेर हामीहरूले सुनेका छौँ। हो, त्यो होल जति पनि ब्रह्माण्ड छ, त्यो ब्रह्माण्ड भनेको त ब्रह्माजी को हुनुहुन्छ भनेर हामी सबैलाई थाहा छ। ब्रह्माजी भन्ने सुनेका छौँ नि, ब्रह्माजीको त्यो भनेको घाँटीभन्दा तलैसम्म ब्रह्माजी पनि त्योभन्दा के हुनुहुन्छ, ठुलो हुनुहुन्छ अरे। ब्रह्माजी के हुनुहुन्छ, यो होल ब्रह्माण्डभन्दा ब्रह्माजी ठुलो हुनुहुन्छ। यो ब्रह्माण्डलाई कसले बनाउनु भएको? ब्रह्माजीले बनाउनु भएको। ब्रह्माजी यो होल ब्रह्माण्डभन्दा ठुलो हुनुहुन्छ। अब ब्रह्माजी कसबाट उत्पन्न हुनुभयो त? हामीहरूको गर्भोदकशाही विष्णुको नाभिबाट एउटा कमलको फुल उत्पन्न हुन्छ, त्यो कमलको फुलबाट ब्रह्माजीको उत्पत्ति हुन्छ। अब त्यो ब्रह्माजी कत्रो हुनुहुन्छ त भन्दाखेरि जब ब्रह्माजीको यो हो सबै प्रलय पनि विभिन्न किसिमका आंशिक प्रलय, महाप्रलय गरी 4 प्रकारका विभिन्न प्रलय पनि हुन्छन्। जब पूर्ण रूपले सबै प्रलय हुन्छ तब ब्रह्माजीको पनि मृत्यु, ब्रह्माजीको 100 वर्ष भनेको एकदमै लामो समय हो। झन्झन्डै उहाँको 12 घण्टा भनेको हामीहरूको 4 अरब 32 करोड वर्ष बराबर ब्रह्माजीको एक दिन 12 घण्टा हुन्छ भने उहाँको 100 वर्ष भनेको कति हो, कति हामीहरूको क्यालकुलेसनले भ्याउँदैन। त्यो ब्रह्माजीको जब त्यो 100 वर्ष भइसक्यो उहाँ जानुहुन्छ, उहाँले जाँदाखेरि उहाँ कत्रो हुनुहुन्छ त भन्दाखेरि हामीहरूको गर्भोदकशाही विष्णु, हामीहरूको कारणोदकशाही विष्णु, उहाँको नाकबाट जब एउटा रौँको कपाल आउँछ नि, एउटा कपाल आउँछ, त्यो कपालमा ब्रह्माजी त्यो अट्नुहुन्छ अरे। त्यो कपालमा सानो पालभित्र के त्यो छिद्रभित्र ब्रह्माजी अट्नुहुन्छ अरे। अब हेर्नुहोस् ब्रह्माजी कति ठुलो हुनुहुन्छ, यो युनिभर्स कति ठुलो छ। अब ब्रह्माजी त्यो उहाँको एउटा कपालको त्यो पालभित्र अट्नुहुन्छ भने अब भगवान हेर्नुहोस् कति ठुलो हुनुहुन्छ होला। अब भगवानको त्यो एक हात कति ठुलो होला त? त्यो भगवानको एक हात कति ठुलो होला त? भगवानले एउटै हातले पनि हामीहरूलाई केही कुरा दिन थाल्नु भयो भने के हामीहरू त्यो कुरालाई, हामीहरूमा त्यो समाउन सक्ने केही सामर्थ्य छ त? छैन। हो, त्यही भएर हामीहरूले भगवानमाथि कृपा गर्नुभयो भने त्यो हामीहरू सोच्न पनि सक्दैनौँ कति कृपा गर्नुहुन्छ भनेर। तर हामीहरूले के गर्नु, हामीहरू कति बेला सोच्छौँ कि भगवानले मेरो लागि के गर्यो, यस्तो हामीहरू यस्तो सोचिरहेको हुन्छ है, भगवानले मेरो लागि के गर्यो, भगवानको लागि म त्यो गर्ने थिएँ, यो गर्ने थिएँ, त्यो गर्ने थिएँ भन्ने हामीहरूको विभिन्न भावना हुनुहुन्छ। तर भगवानले हामीहरूको लागि के गर्यो भन्नुभन्दा पनि हामी त्योभन्दा अगाडि भगवानले हामीहरूको लागि के गर्यो भन्ने क्वेसन गर्नुभन्दा अगाडि भगवानले हामीहरूलाई सबै कुरा गरिदिनु भएको छ। हावा कसले दिनुभएको छ? सास फेर्नलाई भगवानले दिनुभएको छ। हामीहरू सानो थियौँ, यत्रो ठुलो कसले बनाइदिनु भयो? हामीहरू एउटा गर्भमा थियौँ, गर्भमा कसले हामीहरूलाई खाना खुवाइरहेको थियो त? कसले हामीहरूलाई त्यो 9 महिनासम्म हुर्कायो त? भगवानले हुर्कायो। त्यो सानोबाट बिस्तारै यत्रो ठुलो कसले बनायो? हामीहरूमा यो बुद्धि कसले दियो? भगवानले त भन्नुभएको छ म त स्मृति ज्ञान अपोहनम छ भनेको हामीहरूको जो स्मृति हुने, याद आउने, विस्मृति हुने, हामीहरूको बिर्सिने सबै कुरा भगवानको हातमा छ, सबै मबाट आउँछ भनेर भगवानले भन्नुभएको छ। भनेको हामीहरू बेलुका सुत्छौँ नि होइन, सुत्ने बेला राति निन्द्रामा हामीलाई केही कुरा याद हुन्छ? केही पनि हुँदैन। बिहान उठ्छौँ एकचोटि केही पनि याद हुँदैन, एकचोटि प्रोसेस हुन्छ, त्यसपछि सबै कुरा हामीलाई झपझप्ती याद आउँछ। भगवानले चाहनु भयो भने त हामीलाई स्विच अफ पनि राख्न सक्नुहुन्छ।
तर भगवानप्रति हामीले दिनदिनै कृतज्ञ हुनको लागि बिहानैदेखि हामीहरू कृतज्ञ हुनको लागि पहिलो क्षण त्यहीँनिर कृतज्ञ हुन सक्छ कि भगवानले अहिले मलाई याद दियो, भगवानले मलाई स्मृति दियो, भगवानले मलाई अहिले म मान्छे हुँ, म यो हुँ त्यो हुँ भन्ने मलाई स्मृति दियो, थ्याङ्क यू कृष्ण भनेर हामीहरू भन्न सक्छौँ। त्यसपछि हामीहरू हिँड्न सक्छौँ, हिँड्ने शक्ति सामर्थ्य भगवानले दियो। भगवानले चाहनुभयो भने त त्यहीँनिर हिँड्नै नसक्ने नि बनाइदिनुहुन्छ। हिँडेर टोइलेटसम्म जाने हामीलाई एनर्जी दिनुभएको छ। टोइलेटमा यदि पानी भगवानले दिनुभएको छैन भने टोइलेटबाट बाहिर नआउने परिस्थिति हामीहरूको हुनसक्थ्यो। भगवानले त्यहाँ पानी दिनुभएको छ, पानी भगवानले दिनुभयो भनेर हामीहरू त्यहाँ भगवानको लागि कृतज्ञ हुन सक्छौँ। भगवानले हामीहरूलाई श्वास फेर्नलाई हावा दिनुभएको छ, त्यसको लागि हामीहरू कृतज्ञ हुन सक्छौँ। भगवानले हामीहरूको लागि खानको लागि सबै कुराहरू उपलब्ध गराइदिनु भएको छ, मटेरियलहरू, त्यसको लागि हामी भगवानप्रति कृतज्ञ हुन सक्छौँ। भगवानले हामीहरूको लागि सबै कुरा जति पनि हामीहरूलाई जे पनि हामीहरूको आवश्यकता पर्छ नि, जेको हामीहरूलाई एकदमै तिर्खा लाग्छ, कति बेला पानी दिनुहुन्छ, गर्मी हुन्छ, हावा दिनुहुन्छ, हामीहरूलाई भोक लाग्छ, खाना दिनुहुन्छ, जे पनि हामीहरूको डिमान्ड हुन्छ त्यसलाई भगवानले के गर्नुहुन्छ, सप्लाई गर्नुहुन्छ। सबै कुरा दिनुभएको छ भगवानले हो, त्यसको लागि हामीहरू कृतज्ञ हुन सक्छौँ। तर भगवानले मलाई के दियो भन्नुभन्दा अगाडि हामीहरूले भगवानको लागि के गर्यौँ भनेर क्वेसन गर्नु एकदमै जरुरी छ। एकजना अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो जिम केनेडी, उहाँको योभन्दा अघिल्लो वर्ष 2024 सायद 24 डिसेम्बर 26मा उहाँ यो संसारले छोडेर गइ पनि सक्नुभयो। तर उहाँले जब प्रेसिडेन्टको इलेक्सन उहाँले जित्नुभयो, अमेरिकाको सबै पब्लिकलाई सम्बोधन गर्दै, त्यो मासलाई सम्बोधन गर्दै उहाँले एउटा कुरा भन्नुभयो कि उहाँले भन्नुभयो कि तपाईहरू अब राज्यले मेरो लागि के गर्छ, देशले मेरो लागि के गर्छ, सरकारले मेरो लागि के गर्छ भन्ने त्यो क्वेसन गर्नुभन्दा अगाडि तपाईँ यो क्वेसन गर्नुहोस् कि प्रत्येकजनाले यो क्वेसन गर्नुहोस् कि मैले देशको लागि के गर्न सकेँ, मैले राज्यको लागि के गर्न सकेँ भन्ने त्यो क्वेसन गर्नुहोस्। बल्ल त्यसपछि राज्यले मेरो लागि त्यसपछि के गर्छ भने त्यसपछि सोच्नुहोस् भनेर उहाँले त्यो सम्बोधन गर्दै भन्नुभएको थियो। हो, यहाँ हामीहरू बुझ्न सक्छौँ कि मैले मेरो लागि भगवानले के गर्यो भन्दा पनि मैले भगवानको लागि के गर्न सकेँ त? भगवानले हाम्रो लागि त सबै कुरा गरिनु भएको छ, तर मैले भगवानको लागि के गर्न सकेँ त? यो भावना हामीहरूमा डेभलप हुन जरुरी छ। जब हामीहरूमा यो भावना डेभलप हुन्छ बल्ल हामीहरू के गर्न थाल्छौँ, भगवानको लागि पनि केही न केही हामीहरू गर्न स्टार्ट गर्न सक्छौँ। कहाँबाट हामीहरूले स्टार्ट गर्ने, के गर्ने त भगवानको लागि भन्दाखेरि हामीले बिहान उठ्ने कसको लागि, भगवानको लागि, खाने कसको लागि, भगवानको लागि, पकाउने कसको लागि, भगवानको लागि, पढ्ने कसको लागि, भगवानको लागि, सुत्ने कसको लागि, भगवानको लागि, जे पनि हामीले भगवानको लागि गर्छ भने त्यही के हुन्छ, भक्ति हुन्छ। र हामीले त्यो पकाएर पछि भगवानलाई अर्पण गर्नु पर्यो, पत्र पुष्प फल जल जे हामीसँग जे छ त्यो भगवानलाई अर्पण गर्नु पर्यो। हामीहरूले जे पनि यहाँ खाने कसको लागि, भगवानको लागि, सुत्ने भगवानको लागि, हामीहरूले केही पनि आफ्नो लागि केही कुराहरू बजारबाट केही किनेर ल्याइरहेछौँ, केही अन्न उत्पादनहरू गरिरहेछौँ भने त्यो मेरो लागि होइन, भगवानको लागि गर्दैछु भन्ने चेतना बनाउने, मैथुन गर्ने, हामीहरूले विभिन्न हामीहरू सेक्सुअल कुराहरूमा हामीहरू इन्भल्भ हुन्छौँ। हामीले भगवानको भक्त जन्माउनको लागि ती कुराहरूमा हामीहरूले इन्भल्भ हुने, आफ्नो आनन्दको लागि होइन। हामीहरूले कुकुर बिरालो हुन त अहिले जनावरहरू चाहिँ त्यो कुरालाई के को लागि गर्छन्, सन्तान उत्पादनको लागि मात्रै गर्छन्, तर मान्छे मात्रै यस्तो कुकुर बिरालो अहिले जनावरभन्दा पनि तल्लो स्तरमा पुगिसक्यो कि जो त्यो कुरालाई आनन्दको लागि गरिरहेको हुन्छ कि त्यो कुरालाई, त्यो तुच्छ कुरालाई हो। यस्ता कुराहरू हामीहरू केका लागि गर्ने, भगवानको लागि गर्ने। तब के हुन्छ, हामीहरूको भगवानसँग हामीहरूको सम्बन्ध बन्छ, भगवानसँग हामीहरूको के हुन्छ, कनेक्सन हुन्छ। योग भनेको के हो, हामीहरू सानो छँदा पढ्थ्यौँ नि, नेपाली मिडियमबाट कसैले पढ्नु भएको छ भने योगफल भनेको के, जोड, एडिसन भन्छ नि। हामीहरू योग भनेको जोड्नु, हामीहरूको भगवानसँग जोड्नुलाई योग भन्छ। भगवानसँगको हामीहरूको पुरानो जुन सम्बन्ध छ, जुन अहिले बिग्रिएको अवस्थामा छ, त्यसलाई पुनः जोड्नुलाई योग भनिन्छ। हो, यो जब हामीहरू यस्ता एक्टिभिटिजहरू गर्छौँ त्यसपछि हामीहरूको के हुन्छ, भगवानसँग हामीहरूको सम्बन्ध जोडिन्छ। हो, भगवानसँग जब हामीहरूको सम्बन्ध जोडिसकेपछि भगवानले हामीहरूलाई चिन्नुहुन्छ, जान्नुहुन्छ र त्यसपछि बल्ल हामीहरू के गर्छौँ, अगाडि बढ्न सक्छौँ। त्यसपछि हामी योगाभ्यास गर्न सक्छौँ। समय धेरै भइसक्यो। यहाँ विभिन्न अग्रज आचार्यहरूको उदाहरण दिनुभएको छ उहाँहरूले, जस्तो हामीहरूको शिल प्रभुपादजी हुनुहुन्छ, उहाँले हाम्रो लागि भनेर उहाँ 2 घन्टा मात्रै सुत्नुहुन्थ्यो। 11 बजेदेखि 1 बजेसम्म 2 घन्टा मात्रै सुत्नुहुन्थ्यो। उहाँ 70 वर्षको उमेरमा बुढेसकालमा अमेरिका जानुभयो यो कृष्ण भावनाको प्रचार गर्नको लागि, सबैलाई यो कृष्ण भक्ति थाहा पाउनुपर्छ भनेर अमेरिका जानुभयो। 70 वर्षको उमेरमा गोजीमा 1 रुपियाँ पनि थिएन। मालवाहक पानी जहाजमा, त्यो हाम्रो ट्रक हुन्छ नि, ट्रकको त्यो त्यस्तैमा 35 दिन लगाएर अमेरिका जानुभयो। 2 चोटि उहाँलाई हार्ट एट्याक आयो। हामीहरूलाई टाउको दुख्यो भने नि कति गाह्रो हुन्छ, 2 चोटि हार्ट एट्याक आयो। तर पनि उहाँ अमेरिकामा गएर त्यो 70 वर्षको उमेरमा, हामीहरू त अहिले यही यङ अवस्थामा हुँदाखेरि नि कति गाह्रो हुन्छ, 1 घन्टा निद्रा डिस्टर्ब भयो भने कति गाह्रो भइरहन्छ। तर 70 वर्षको उमेरमा उहाँले त्यो अमेरिका, हार्ट एट्याक, त्यो बुढो मान्छे केही पनि छैन आफूसँग, त्यो अमेरिका गएर त्यो बुढो मान्छेले के गर्यो, अहिले सारा विश्वभरि हामीहरूको नुमाइनगरमा भर्खर भइरहेछ। तर पनि यहाँ त्यस्तो छ। तर पनि हामीहरूको विश्वको अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, जापान, त्यो सब, रसिया, यति प्रचार, ठुल्ठुला मन्दिरहरू बनाउनु भयो।
गर्नुभयो। अहिले विश्वभरि हजारौँभन्दा पनि ठुला मन्दिरहरू छन्। हजुरहरू वृन्दावन जानुभएको छ, मायापुर जानुभएको छ भने कति ठुल्ठुला मन्दिरहरू देख्नुहुन्छ नि। हो त्यत्रै मन्दिरहरू, इस्कनको मन्दिर 10 वर्षको बिचमा उहाँले त्यस्ता मन्दिरहरूलाई खडा गरिदिनु भयो। त्यो एकजना प्रपात, त्यो बुढो मान्छेले के को बलमा? भगवानको नामको बलमा। र उहाँले हाम्रो लागि भनेर के गर्नुभयो? सबै कुरा दिनभरि प्रचार गर्नुहुन्थ्यो, दिनभरि अरूलाई सिकाउनुहुन्थ्यो, यो गर्नुपर्छ त्यो गर्नु। हरेक त्यो अमेरिकाको मान्छेलाई के थाहा कसरी कहाँ ढोग्नुपर्छ, भगवानको हुन् कसैले केही पनि थाहा थिएन। उहाँले त भगवानको हुनुहुन्छ भनेर चिनाउनु पनि उहाँले भयो। भगवानको नाम कसरी जप्नुपर्छ, भगवानको नाम के हो, ढोग्नु कसरी पर्छ, एकअर्कामा सम्मान कसरी गर्नुपर्छ, बोल्नु कसरी पर्छ, पकाउनु कसरी पर्छ, बस्नु कसरी पर्छ, कपडा कसरी लगाउनुपर्छ, अमेरिकनहरूलाई कपडा कसरी लगाउनुपर्छ थाहा छैन। उहाँलाई कपडा कसरी लगाउनुपर्छ सब कुरा थाहा उहाँले सिकाउनु भयो। र 10 वर्षपछि हजारौँ लाखौँको सङ्ख्यामा ती अमेरिकनहरू धोती कुर्ता लगाएर, माताजीहरू सारीमा त्यस्तो हामीहरूको जुन वैदिक संस्कृति त्यस्तो ट्रेडिसन त्यो ड्रेसमा सबै त्यस्ता लाखौँ व्यक्तिहरू उहाँहरू आउनुभयो। उहाँहरू नेपाल भारतमा उहाँहरू आएर उहाँहरूले हामीहरूलाई सिकाउनु भयो कि तिमीहरूको संस्कृति भनेको, तिमीहरूको कल्चर भनेको, तिमीहरूको धर्म भनेको के हो त, तिमीहरूको वैदिक सभ्यता भनेको के हो त, यो हो यस्तो गर भनेर अहिले हामीहरूलाई उहाँहरूले सिकाइराख्नु भएको छ। हामीहरू त के हो हामीहरूलाई त केही पनि थाहा छैन वास्तवमा। हो त्यही अवस्थामा हामीहरूलाई उहाँहरूले सिकाउनु भयो। श्रील प्रभुपादजी हाम्रो लागि भनेर दिनको त्यत्रो घन्टा नसुती 5 घन्टा हामीहरूको लागि यी बुकहरू ट्रान्सलेट गर्नुहुन्थ्यो। यस्तै प्रभुपादका 80भन्दा बढी बुकहरू छन्। हो हामीहरूले त्यसलाई अध्ययन गर्नुपर्छ, हामीहरू पढौँ भनेर उहाँले त्यत्रो टाइम लगाएर त्यो लेख्नुभयो। तर हामीहरू दिनको 5 मिनट यी बुकहरू पढ्नको लागि टाइम दिन सकिरहेको छैनौँ। हामीहरूको कति ठुलो दुर्भाग्य। 70-75 वर्षको त्यो बुढो मान्छे, केही पनि नभएको त्यो मान्छेले हाम्रो लागि भनेर नसुती राति 1 बजेदेखि 5 बजेसम्म यी बुकहरू ट्रान्सलेसन गर्नुभयो। दिनभरि त्यो कुरा बाँड्दै प्रचार गर्दै सबैलाई सिकाउँदै जानुभयो। आज हामीहरू दिनको 5 भगवद्गीता पढ्नु न भनेर भन्यो भने मसँग त समयै छैन भनेर हामीहरू भन्छौँ। हामीहरूको कति ठुलो दुर्भाग्य हो। त्यही भएर हामीहरूले थोरै दिनको 5 मिनट 10 मिनट 30 मिनट 40 मिनट कति छुट्याउन सक्छौँ भगवानको लागि छुट्याएर त्यो सेवा त्यो कुरालाई भगवान त्यो समयलाई भगवानको सेवामा प्रयोग गऱ्यौँ भने हामीहरूको के हुन्छ? भगवानसँगको सम्बन्ध बन्छ। हो के भनेको छ? कृष्ण भावना भावित व्यक्ति 1 सेकेन्ड पनि सुतेर खेर फाल्दैनन्। उहाँ मात्रै होइन, नामाचार्य श्री हरिदास ठाकुर उहाँले नित्य 3 लाख नाम जप गर्नुहुन्थ्यो। 3 लाख नाम जप गर्नको लागि झन्डै 21-22 घन्टा लाग्छ। त्यो नाम जप नगरिकन उहाँले केही खानु हुँदैन थियो अरे। अब उहाँले त्यो 21-22 घन्टा त भगवानको नामको जप गर्नुहुन्थ्यो। त्यसपछि उहाँ कतिखेर सुत्नुहुन्थ्यो होला, कतिखेर खानुहुन्थ्यो होला, अझ अर्को दिन सुरु भइहाल्छ। त्यस्तो यो त आजभन्दा 100-200 वर्ष अगाडिको कुरा हो। श्रील प्रभुपादजी आजभन्दा 50-60 वर्षको अगाडिको कुरा हो। 50-60 पनि होइन, 40-45 वर्ष अगाडिको कुरा भन्नु होला कि अहिले पनि त्यस्तो सकिन्छ। उहाँहरूले त त्यति बेला सक्नुभयो होला भनेर मैले देखेको छु। यस्तो इभन माताजीहरू कति बेला अब जब नयाँ बच्चा भइराखेको हुन्छ एकदमै गाह्रो हुन्छ नि, बच्चाले रातभरि सुत्न दिएको हुँदैन। तर मैले त्यस्तो माताजीहरूलाई देखेको छु कि उहाँले त्यो सङ्कल्प लिनुभएको छ कि म आफ्नो नित्य जो 16 राउन्ड जप छ, 16 मालाको जप छ, त्यो म 16 राउन्ड जप नसकाइकन म खाना खाँदैन भनेर उहाँले सङ्कल्प लिनुभएको छ। प्रसादम खाँदैन भनेर उहाँले सङ्कल्प लिनुभएको छ। रातभरि सुत्न दिएको छैन कि बच्चाले, रातभरि सुत्न दिएको छैन। बिहान ठ्याक्कै घरमा कोही पाहुना आइदिनु भयो, उहाँको लागि सबै कुरा गर्नु पर्यो। बेलुकासम्म उहाँलाई यो त्यो गर्नु पर्यो। बेलुका 6-7 बजिसकेको छ, उहाँको जप गर्नलाई टाइमै मिलेको छैन कि। अब उहाँले सङ्कल्प लिनुभएको छ कि म 16 माला नसकाइकन खाँदैन भनेर उहाँले सङ्कल्प लिनुभएको छ। त्यसपछि उहाँले त्यो 8-9 बजे सबैलाई सुताइसक्यो। सबैको त्यो जति पनि अतिथिहरू आउनुभएको छ सबै पाहुनाहरूको त्यो सबै गरिसकेपछि 9 बजेदेखि 11 बजेसम्म जप गर्नुभएको छ। त्यसपछि बल्ल प्रसादम खानुभएको छ। अनि त्यसपछि सुत्नुभएको छ। बिहान 3 बजे अर्को दिन अझ उठ्नुभएको छ। अझ त्यो दिन पनि राम्ररी सुत्न पायो भन्ने के ग्यारेन्टी? अझ बच्चाले सुत्न दिएन। त्यस्तो मान्छेहरू अहिले पनि हुनुहुन्छ। अहिले हामीहरूको नेपालमै हुनुहुन्छ त्यस्तो व्यक्तिहरूलाई मैले देखेको छु। भनेपछि हामीहरू पनि त्यसो किन त्यति नगर्न सकौँला, तर थोरै त गर्न सक्छौँ नि। दिनको 2 माला जप गर्न सकौँला। 2 माला जप गर्नको लागि धेरै टाइम पनि लाग्दैन, 10-15 मिनट लाग्छ। 5-10 मिनट भगवानको लागि, भगवानको बुक पढ्नको लागि हामीहरू समय दिन सक्छौँ। बिहान बेलुकाको टाइममा थोरै हामीले भक्तहरूको सङ्ग गर्नको लागि समय छुट्याउन सक्छौँ। हामीहरूले थोरै भगवानको लागि जब हामीहरू समय छुट्याउन सक्छौँ त्यसपछि के हुन्छ त? हामीहरू योगाभ्यासद्वारा भौतिक पीडाहरू जति पनि हामीहरूको यो संसारका पीडाहरू छन्, जन्म मृत्यु जरा व्याधि, हामीहरूको आध्यात्मिक क्लेश आदि, भौतिक क्लेश आदि, दैविक क्लेश, हामीहरूको मनबाट आउने दुःखहरू, शरीरबाट आउने दुःखहरू, अरू जीवहरूबाट आउने दुःखहरू, जस्तो मच्छरले आएर टोकिदिन्छ, कमिलाहरूले खानै दिँदैनन्, कोही मान्छे आएर थर्काइदिन्छ बिना काम, केही गल्ती छैन, यस्ता दुःखहरू हामीहरूको नेचुरल
कुराहरू जस्तो कहिले गर्मी हुन्छ, कहिले जाडो हुन्छ, कहिले हामीहरूको बाढी आइदिन्छ, कहिले भूकम्प आइदिन्छ, कहिले के भइदिन्छ, कहिले केही भइदिन्छ। यस्ता दुःखहरूबाट हामीहरू कसरी मुक्त पाउन सक्छौँ त? यो संसार भनेको त दुःखालयमा स्वास्थ्यमा, यो संसारमा त हामीहरू कोही पनि दुःखबाट मुक्त हुन सक्दैनौँ। तर यो भौतिक दुःखबाट मुक्त हुनको लागि हामीले कहाँ जानुपर्छ, के गर्नुपर्छ त भन्दाखेरि आध्यात्मिक हामीहरूले भन्नुपर्छ, आध्यात्मिक संसारमा जानुपर्छ। त्यो कसरी हुन्छ त भन्दाखेरि जब हामीहरूको प्रत्येक समयको प्रत्येक क्षण एक सेकेन्डलाई हामीहरू भगवानको सेवामा हामीहरू लगाउँछौँ, बल्ल हामीहरू के गर्न सक्छौँ त? यो भौतिक दुःखबाट, भौतिक पीडाबाट मुक्त भएर भगवानलाई प्राप्त गर्न सक्छौँ। त्यही भएर हामीहरूले यो आज एकदमै विशेष दिन रहेको छ। हामीहरूले अघिल्लो हप्ता श्रवण गरिसकेका छौँ कि हामीहरूको चैतन्य महाप्रभु जुन भगवान श्रीकृष्णले यो भगवत गीतामा ज्ञान त दिनुभयो, तर त्यो कुरालाई हामीले कसरी हामीहरूको जीवनमा लागू गर्नुपर्छ त, हामीले त्यो भक्तिलाई कसरी प्र्याक्टिस गर्नुपर्छ त भनेर सिकाउनको लागि स्वयं राधा र कृष्ण स्वयं मिलेर यो संसारमा आउनुभएको थियो। चैतन्य महाप्रभु आजभन्दा 500 वर्ष अगाडि संसारमा धराधाममा प्रकट हुनुभएको थियो। अघिल्लो हप्ता हामीहरूले त्यो श्रवण गरिसकेका छौँ। उहाँले यो संसारमा आउँदै गर्दा उहाँसँगै विभिन्न पार्षदहरू पनि आउँछन्। त्यसैमध्ये नारद मुनि भनेको भगवानको एकदमै शुद्ध भक्त हुनुहुन्छ। नारद मुनि पनि आउनुहुन्छ। नारद मुनि हामीहरू सबैलाई थाहा छ, सबैजनाले भन्नु त जय श्री कृष्ण चैतन्य प्रभु नित्यानन्द श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृन्द। यहाँ जुन श्रीकृष्ण चैतन्य भन्यो, चैतन्य भनेको स्वयं श्रीकृष्ण चैतन्य, राधाकृष्ण नहीं अन्य। उहाँहरू चैतन्य महाप्रभु भनेको राधाकृष्णको मिलित स्वरूप हुनुहुन्छ। श्रीकृष्ण चैतन्य त्यसपछि प्रभु नित्यानन्द भनेको बलराम हुनुहुन्छ। त्यसै प्रकारले अद्वैत आचार्य भनेको हामीहरूको कारणोदक साई विष्णु र शिवजीको संयुक्त मिलित स्वरूप अद्वैत आचार्य हुनुहुन्छ। हामीहरूको त्यसपछि गदाधर पण्डित भनेको हामीहरूको राधारानीको अर्को अवतार हुनुहुन्छ। त्यसै प्रकारले जुन श्रीवास ठाकुर हुनुहुन्छ, उहाँ भनेको हुनुहुन्छ त नारद मुनिको अवतार हुनुहुन्छ। यो संसारमा भगवानले लीलाहरू गर्नु पर्यो भने के हुन्छ, जस्तो काठमाडौँबाट कोही राजा अथवा राष्ट्रपति प्रधानमन्त्री हामीहरूको महेन्द्रनगर आयो भने के हुन्छ, त्योभन्दा अगाडि विभिन्न आफ्ना मान्छेहरू यहाँ पठाएर सबै तयारी गर्छन् नि। हो त्यसै प्रकारले भगवानले पनि यो धराधाममा विभिन्न लीलाहरू गर्नको लागि आउनुहुन्छ भने अगाडि नै उहाँका विभिन्न पार्षदहरू आएर त्यसको लागि तयारी गर्नुहुन्छ। त्यसै बमोजिममा नारद मुनि भगवानको शुद्ध भक्त हुनुहुन्छ। उहाँ यो संसारमा आउनुहुन्छ श्रीवास ठाकुरको रूपमा। श्रीवास ठाकुर आएर यो संसारमा त्यो वातावरण तयार गर्नुहुन्छ। उहाँको पार्षद हुनुहुन्छ। उहाँले जे पनि लीलाहरू गर्नुहुन्छ, उहाँले जे पनि एक्टिभिटिज चैतन्य महाप्रभुले जे पनि गर्नुहुन्छ त्यसमा सहयोग गर्नको लागि आउनुहुन्छ। श्रीवास ठाकुर हुन त गृहस्थ हुनुहुन्थ्यो। हामीहरूले उहाँबाट धेरै कुराहरू सिक्न सक्छौँ। उहाँको घरमा छोरा थिए, श्रीमती हुनुहुन्थ्यो, सबै थियो। चैतन्य महाप्रभु उहाँ शुद्ध भक्त हुनुहुन्थ्यो। एकचोटि चैतन्य महाप्रभु उहाँको श्रीवास आगरमा सधैँ नित्य रूपमा त्यहाँ कीर्तन गर्नुहुन्थ्यो, नृत्य गर्नुहुन्थ्यो, सङ्कीर्तन हुन्थ्यो। अब श्रीवासको आँगनमा त्यो नृत्य भइराखेको थियो। एक दिन त्यहाँ नृत्य कीर्तन भइराखेको थियो। हरे कृष्ण महामन्त्रमा त्यो हुँदै गर्दाखेरि श्रीवास ठाकुरको छोराको मृत्यु हुन्छ। त्यसपछि उहाँको जो हामीहरूको के छ उहाँको नाम मालित के छ नाम, श्रीवास ठाकुरको श्रीमतीको नाम मालिती सायद म ठ्याक्कै बिर्सिहालेँ। मालती माताजी हो कि के यस्तै नाम छ समथिङ, म बिर्सेँ, जसको लागि माफी चाहन्छु। उहाँ हुनुहुन्थ्यो। उहाँ रुनुहुन्छ, आफ्नो छोराको मृत्यु भइसकेपछि उहाँ रुनुहुन्छ। तर श्रीवास ठाकुरले भन्नुहुन्छ चुप लाग, किन मेरो छोरा यहाँ मरिरहेछ, म किन नरौँ भनेर भन्नुहुन्छ। तिमीले रोयो भने चैतन्य महाप्रभुले अहिले नृत्य गरिराख्नु भएको छ, कीर्तन गरिराख्नु भएको छ, त्यसमा डिस्टर्ब हुन्छ, उहाँले त्यसमा डिस्टर्ब हुन्छ, अहिले नरौ भनेर उहाँले चुप लगाउनुहुन्छ। र उहाँले कति समयसम्म उहाँले चुप लगाउनुहुन्छ। एकछिनपछि अब चैतन्य महाप्रभु त के हुनुहुन्छ, भगवान हुनुहुन्छ। केही समयपछि उहाँले भन्नुहुन्छ कि श्रीवास आज मलाई किन मलाई नृत्य गर्दाखेरि, मैले आज यो कीर्तन गर्दाखेरि भित्रबाट त्यो दिव्य अनुभूति जुन हुन्थ्यो त्यो अनुभूति भइराखेको छैन, के भयो भनेर सोध्नुहुन्छ। त्यो सोधिसकेपछि उहाँले किन भनेर श्रीवास ठाकुरले बताउनुहुन्न। उहाँको त्यो नृत्यमा, उहाँको सेवामा कुनै त्यो विघ्न बाधा नआओस्, उहाँलाई डिस्टर्ब नहोस् भनेर। एकछिनपछि सबैले बोलाउनुहुन्छ के भयो भनेर। त्यसपछि त के हुन्छ त, उता आफ्नै छोराको त्यहाँ मृत्यु भइराखेको हुन्छ। त्यसपछि भन्नुहुन्छ कि कस्तो हो कि तिमी यहाँ आफ्नो छोराको मृत्यु हुँदा पनि तिमीले किन बताएनौ। विभिन्न हो, यो राम्रो कुरा हो। यो जुन जति बेला भगवानको कीर्तन भइरहन्छ त्यति बेला कुनै कुराले पनि डिस्टर्बेन्स भइरहेछ भने त्यो कुरालाई हटाउनुपर्छ। कुनै पनि कुराले त्यसमा डिस्टर्ब गर्नु हुँदैन। तर देशकाल परिस्थिति अनुसार त्यो पनि बुझ्नुपर्छ भनेर भन्नुहुन्छ। अब भगवानका भक्त बढी चतुर हुन्छन्, कृष्ण भक्त चाहिँ बडो चतुर भनेको छ। उहाँले भन्नुहुन्छ कि होइन प्रभु, होइन, हजुरको त्यो दिव्य जुन त्यो हजुरको नृत्य भइरहेछ त्यसमा मैले डिस्टर्ब गरेँ भने म कति ठुलो पापी हुँ। हामीहरूको त परिस्थिति के छ, हामीहरू त पुरै कहीँ कीर्तन भएर चुप लाग, यहाँ मेरो फोन आयो, एकछिन चुप लाग भनेर हामीहरू भनिरहन्छौँ। तर वास्तवमा भगवानको यो कीर्तन भनेको सामान्य कुरा होइन। त्यसपछि
ठाकुरले भन्नुहुन्छ म कसरी डिस्टर्ब गर्न सक्थेँ भनेर। त्यसपछि चैतन्य महाप्रभु एकदमै खुसी हुन्छन्, उहाँ देखेर एकदमै खुसी हुन्छन् र उहाँको त्यो मरेको छोरालाई पुनः जीवित बनाइदिनुहुन्छ उहाँले। तर त्यो जीवित बनाएको छोरा भन्छ कि त्यसपछि म त यहाँबाट यो संसारबाट मुक्त भएर भगवानको धाम गइरहेको थिएँ, यहाँ मलाई कहाँ फिर्ता यहाँ ल्याउनु भएको भनेर उहाँ भन्नुहुन्छ, यो दुःखको संसारमा मलाई कहाँ यहाँ ल्याउनु भएको, अझ कहाँ फसाउँदै हुनुहुन्छ भनेर भन्नुहुन्छ। त्यसपछि सबैले बुझ्नुहुन्छ र सबैले खुसीका साथ उहाँको आत्मालाई यो संसारबाट फेरि विदाई गरेर भगवानको धाममा पठाउनुहुन्छ उहाँलाई। त्यही भगवानको वास्तवमा सबैभन्दा ठुलो कृपा भनेको यही हो। त्यसपछि जुन त्यो देखेर चैतन्य महाप्रभुले त्यहाँ सङ्कल्प लिनुहुन्छ कि चैतन्य महाप्रभु सधैँ 3 ठाउँमा अहिले पनि हुनुहुन्छ। कहाँ हुनुहुन्छ त भन्दाखेरि एउटा त त्यहाँ तिमीहरूको म प्रतिको यत्रो ठुलो श्रद्धा, यत्रो ठुलो विश्वास छ भनेर श्रीवासको जुन आँगन छ त्यहाँ म सधैँ नित्य रूपमा म यहाँ हुन्छु भनेर त्यहाँ चैतन्य महाप्रभुले भन्नुहुन्छ। र चैतन्य महाप्रभु अहिले पनि मायापुर नवद्वीपमा जुन श्रीवासको आँगन छ त्यहाँ अहिले पनि हुनुहुन्छ। त्यही चैतन्य महाप्रभु हामीहरूको जतिजना पनि मायापुर यात्रा जानुहुन्छ, धाम यात्रा जानुहुन्छ, त्यही चैतन्य महाप्रभुलाई अहिले पनि दर्शन गर्न त्यहाँ गइसकेपछि साँच्चै यहाँ त भगवान हुनुहुँदो रहेछ है, भगवानले मैले बोलेको कुरा भगवानले सुनिराख्नु भएको छ है, भगवानले मलाई पनि के भनिराख्नु भएको छ भन्ने साँच्चै साक्षात त्यो अनुभव भक्तहरूले त्यहाँ गएर गर्नुहुन्छ। हजुरहरूले पनि भविष्यमा त्यो अनुभव, त्यो अवसर प्राप्त सबैजनाले गर्नु होला भनेर म प्रार्थना गर्न चाहन्छु र हामीहरू सबैजनाले त्यो अनुभवलाई प्राप्त गरौँ कि एउटा त्यहाँ हुनुहुन्छ चैतन्य महाप्रभु सधैँ। त्यसपछि अर्को सच्ची माता भनेको चैतन्य महाप्रभुको माता हुनुहुन्छ। उहाँले 24 वर्षको उमेरमा सन्यास लिनुहुन्छ। आमालाई एकदमै दुःख लाग्छ, एकदमै गाह्रो हुन्छ, तर चैतन्य महाप्रभुले पछि भन्नुहुन्छ कि म नित्य रूपमा तपाईँको लागि म भइरहेको छु भनेर चैतन्य महाप्रभु त्यहाँ सच्ची मातालाई भन्नुहुन्छ, जति बेला पनि तपाईँलाई मेरो याद आउँछ त्यति बेला मलाई भन्नु कि मलाई बोलाउनु कि निमाई मलाई भनेर मलाई बोलाउनु, म त्यति बेला तपाईँको यो प्रसादम खानको लागि, भोग खानको लागि म आउने छु भनेर चैतन्य महाप्रभुले भन्नुहुन्छ। र जति बेला पनि सन्यास लिएर उहाँ विभिन्न नवद्वीपमा कहाँ जानुभयो, पुरी जानुभयो, कहाँ जानुभयो प्रचार गर्नको लागि। तर जब उहाँले निमाई भनेर भन्नुहुन्थ्यो, उहाँले भोगा लगाउनुहुन्थ्यो, त्यसपछि उहाँले त्यो भोगा हेर्दा अल्टर खोलेर हेर्दाखेरि भोगा हुँदैन थियो, उहाँले खाएर जानुहुन्थ्यो। मतलब अहिले पनि त्यहाँ जो शुद्ध भक्त हुनुहुन्छ उहाँले अहिले पनि सच्ची माताको त्यहाँ त्यो अनुभव गर्नुहुन्छ कि भगवानले त्यसरी भोगा खाएको विभिन्न त्यो अनुभवहरू गर्नुहुन्छ। त्यहाँ तेस्रो कुन ठाउँमा भगवान हुनुहुन्छ त भन्दाखेरि जहाँ भक्तहरूले हरिनाम संकीर्तन गर्नुहुन्छ त्यहाँ चाहिँ भगवान श्रीकृष्ण चैतन्य महाप्रभु अहिले पनि हुनुहुन्छ। हामीहरूले साक्षात अनुभव गर्छौँ र त्यसको लागि हामीहरूमा के हुनुपर्छ त भगवानलाई हामीले चिन्नु पर्यो नि त। चिन्नको लागि हामीहरूमा के हुनुपर्छ, योग्यता हुनुपर्छ। जब हामीहरू शुद्ध रूपले हामीहरू त्यो योग्यता छ, हामीहरू शुद्ध रूपले त्यो छ भने हामीहरू छैनौँ भने पनि हामीहरू जब शुद्ध भक्तहरूबाट हरिनाम संकीर्तन गर्छौँ, कीर्तनमा गर्छौँ, हामीहरू साँच्चीकै अनुभव गर्छौँ। अस्ति जो पनि अघिल्लो हप्ता धनगढी जाने अवसर जसले प्राप्त गर्नुभयो उहाँहरूले त त्यो अनुभव गर्नुभएको छ होला र हामीहरू त्यो अवस्थामा त छैनौँ। तर पनि हामीहरू आज यो विशेष दिन भएकोले आज हामीहरू पनि यहाँ सडकमा हामीहरू आज पनि हामीहरू हरिनाम गर्न गइरहेका छौँ, जसको लागि हजुरहरू तयार भइराख्नुहोस् र त्यो श्रीवास ठाकुरसँग चैतन्य महाप्रभुसँग प्रार्थना गर्नुहोस् कि मैले आज त्यो अनुभव गरौँ, साँच्चीकै म हजुरको सेवा गर्नको लागि म तत्पर हुन चाहन्छु, तर मलाई त्यो अनुभूति दिनुहोस् भनेर हजुरहरू प्रार्थना गर्नुहोस् कि आज हामीहरूको त्यो हरिनाम संकीर्तनमा हामीहरूले पनि त्यो अनुभव गरौँ कि साँच्चीकै भगवान हामीहरूसँग हुन्छन् भनेर। हो, हामीहरू भगवान त्यो हरिनाम संकीर्तनमा साँच्चीकै भगवान हामीहरूसँग हुनुहुन्छ। हामीहरू त्यो अनुभव पनि गर्छौँ, तर हामीहरूमा के हुनुपर्छ, विश्वास हुनुपर्छ। श्रद्धा अनुसारी भक्ति अधिकारी, श्रद्धा शब्दै कहे सुदृढ निश्चय विश्वास। हामीहरूको श्रद्धा भनेको के हो, श्रद्धा शब्दै सुदृढ विश्वास। जब हामीहरूको सुदृढ विश्वास हुन्छ त्यही भनेको श्रद्धा हो। जब हामीहरूमा श्रद्धा हुन्छ त्यही अनुसार भगवानले हामीहरूलाई के गर्नुहुन्छ, रेसिप्रिकेसन गर्नुहुन्छ। हामीहरूमा विश्वास भयो भने साँच्चीकै भगवान हुनुहुन्छ भन्ने अनुभूति हामीहरूले गर्न सक्छौँ। त्यही भएर आज विशेष दिन रहेको छ श्रीवास ठाकुरको आविर्भाव दिवस, जसमा हामीहरू प्रार्थना गरौँ कि हामीहरूमा पनि उहाँको त्यो लेभलको जुन करुणा छ, उहाँको जुन वैराग्य छ, उहाँको जुन भगवानप्रतिको सेवाभाव छ, भक्तिभाव छ, त्यो त हामीहरूमा आउन सक्दैन। त्यसको कुनै न कुनै सानो सानो अंश पनि हामीहरूमा आयो भने हामीहरूको जीवन के हुन्छ, सफल हुन्छ, हामीहरूले परमगति प्राप्त गर्न सक्छौँ। त्यो सानो भए पनि हामीहरूको जीवनमा आओस् भनेर हामीहरू उहाँको चरणकमलमा प्रार्थना गर्न सक्छौँ र एक आपसमा हामीहरू मिलेर आज भगवानको सेवा गर्नु, भगवानको प्रसन्नताको लागि हामीहरू हरिनाम संकीर्तन गर्छौँ। र सुरुमा त हामीहरू बसेर यहाँ थोरै हामीहरू 5-10 मिनट कति लाग्छ 5-10 मिनट भगवानको नामको एकदमै हामीहरू इन्टेन्स फोकसका साथ यताउता कहीँ पनि ध्यान नदिएर केवल भगवानको नाममा मात्रै ध्यान दिएर हामीहरू जप गर्छौँ। त्यसपछि हामीहरू के गर्छौँ, हरिनाम संकीर्तनको लागि निस्किन्छौँ। त्यसपछि हामीहरू यहाँ आएर हामीहरू प्रसादम खान्छौँ है त। यति भन्दै आज
ममा यत्र अग्रज आचार्यहरू अग्रज गुरुजनहरू र भगवानका दिव्य लीलाहरू भगवानका दिव्य ऐश्वर्यमय ज्ञानहरू यी कुराहरू भन्ने ममा कुनै पनि योग्यता क्षमता केही पनि छैन तर पनि अग्रज गुरुजनहरूको कृपाको कारणले गर्दाखेरि केही बोल्ने प्रयास गरे जसमा चाहिँ विभिन्न गल्तीहरू अवश्य पनि भयो होला जसको लागि एउटा सामान्य बच्चा हो भनेर मलाई माफ गरिदिनु होला भन्ने म हजुरहरूबाट अपेक्षा गर्दै मेरो लागि पनि हजुर सबैजनाले प्रार्थना गरिदिनु होला भन्ने म सबैजनासँग अनुरोध गर्न चाहन्छु र आज मेरो बुवाको पनि जन्मदिन रहेको छ उहाँ एकदमै वृद्ध अवस्थामा हुनुहुन्छ उहाँको लागि पनि हजुर सबैजनाले एकचोटि उहाँको यो बुढेसकाल उहाँको यो जीवनको उत्तरार्ध अवस्थामा हुनुहुन्छ उहाँले पनि यो उत्तरार्ध अवस्थामा पूर्ण रूपले कृष्ण चेतनामय जीवन त्यसरी उहाँ अगाडि बढ्न सकुन् भनेर सबैजनाले उहाँको लागि हामीहरूको लागि सबैजनाको लागि प्रार्थना गर्दै विशेष गरेर श्रीवास ठाकुरको चरण कमलमा हामीहरूको श्री श्री गौर निताई गौराङ्ग महाप्रभु र नित्यानन्द महाप्रभु हामीहरूको महेन्द्रनगरमा हामीहरूको भक्ति भाव सायद हामीहरूको भक्तिहरू देखेर नै उहाँ यहाँ आउनुभएको छ होला त्यही भएर हजुर सबैजना हामीहरू सौभाग्यशाली छौँ कि हामीहरूको बिचमा आज स्वयं भगवान चैतन्य महाप्रभु र हामीहरूको नित्यानन्द महाप्रभु हुनुहुन्छ यो हामीहरू सबैजनाले एकअर्काको लागि हामीहरू जोरदार हरे कृष्ण महामन्त्रद्वारा प्रार्थना गरौँ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे सबैजनाले धेरै धेरै धन्यवाद अब हामीहरू चाहिँ एकदमै जप गर्दाखेरि हामीहरूको केही थोरै